डाक्टर स्वर्णिम वाग्लेलाई एमसीसी प्रति यति मोह चाहिँ किन? किनभने मैले बुझेको छु यो होइन 2001 देखिको श्रृङ्खला चाहिँ मैले यो गरेको छु र जुन खालका आरोपहरू लगाएको छ यहाँ सेना आउँछ यहाँ चाहिँ अब यो के अरे यो संविधानभन्दा माथि इत्यादि कुराहरू जुन रहेछ सबै गलत हुन् क्या। एमसीसीको त तपाईँ पक्षधर हो। एमसीसी पास गरेका कसले? काङ्ग्रेस र एमाले माओवादीले होइन। माओवादी त बाहिर नारा म संसदमा थिएँ त्यति बेला। एमसीसी पास गर्ने काङ्ग्रेस एमाले माओवादी थप्पडी बजाएर टेबल ठोकेर यो मन नपराउनेलाई थानकोट कटाइदिन्छु भनेर होइन चाहिँ पास गर्ने उहाँहरू। अनि त्यो सबै भारी म सोडेम वाग्ले एउटा चाहिँ नागरिकले बोकिदिनु पर्ने। हसाइसमा चिक्ने हसाइस रन्डीको बाल तेरो बाउको गुणगान गर्दै हिँड्नु मात्र छ। तेरो बाउको कर्म भने साले तँलाई अब मैले अब दिन्छु नगर्न भने म यहाँ बस्छु। विश्व नगर्न म नेता हो। म धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएको हुँ। बाचा गर्न चाहन्छु। स्याङ्जाको क्षेत्र नम्बर 1 र 2 बाट तपाईहरूले हामीलाई बहुमतका साथ विजयी गराउनु भयो भने पार्टीका सभापति रवि लामेछाने र देशका प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई स्याङ्जामा ल्याउने बाचा मैले अहिले नै गरे यहाँहरूलाई। सुहागरात मनाउन आउँछ कि आउँदैन कि म सिकाइदिउ? घन्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन। मलाई भोट दिनु होला हजुर। म घर दैलो गर्दै आएको सरी एकैछिन कस्तो आशा आयो भने नाटकै हो, नाटकै हो, नौटङ्की नै हो। केपी ओलीको पत्ता साफ गर्न बालेन शाह जन्मियो। बालेन शाहको सरकारको पनि पत्ता साफ गर्न कोही न कोही यो माटोले जन्माएरै छोड्छ। अनि तपाईँ एक्लैले चेन्ज ल्याउन सक्नुहुन्छ, परिवर्तन गर्न सक्नुहुन्छ। गौतम बुद्ध कति जानुहुन्थ्यो? आमा बालेनले देश बनाउँछ, बालेनले हाम्रो सपना पूरा गर्छ। साक्षी मेरो श्रीमती छिन्, बालेनले देश बनाउँछ। बालेन सरकार बन्ने लाग्दा अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल भोवेल किन आए काठमाडौँ? अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल आफ्नो टोली सहित काठमाडौँ आइपुगे। के हो? ए हो नि सिंहदरबार जल्दाखेरि जो खुसी हुनुभयो आज कहाँ हुनुहुन्छ? राष्ट्रसभामा हुनुहुन्छ। अमेरिकन युथ काउन्सिलको व्यक्ति मन्त्री हुनुभयो आज कहाँ हुनुहुन्छ? राष्ट्रसभामा हुनुहुन्छ। बारबारा फाउन्डेसनका व्यक्ति मन्त्री हुनुभयो आज कहाँ हुनुहुन्छ? राष्ट्रसभामा हुनुहुन्छ। रविजीको विषयमा कुरै नगरौँ, उहाँका काण्डै काण्ड छन्। डोजर भन्दा पहिला म छाती थापेर बस्छु नि, किन चिन्ता गर्नुहुन्छ? तिमीहरूलाई यो आयो भने डोजर चलाउँछ त्यो चलाउँछ भनेर सुकुम्बासी समस्यालाई कसैले भोट बैंक बनाएको छ भने त्यो भोट बैंक बन्द गर्ने हो। यसो समस्या सदाका लागि समाप्त पार्ने हो। के बोले भाइ? के बोले? राष्ट्रिय स्वतन्त्र पार्टीको संख्या र सामर्थ्य पुगेको दिन हामी प्रदेश सभा खारेज गर्नेवाला छौँ। तपाईले संख्या पुग्यो भने प्रदेश खारेज गर्छौं भन्नुभएको थियो, के हो खास गर्नुहुन्छ अब? 75 जना बच्चा मार्ने स्थितिमा पुर्याउने र सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाउनेको नाइके भनेको बालेन शाह होइन। घन्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन। 100 दिनभित्र मटन खान पाउनु छ नि, त्यसले पनि गाई खान किन नपाउनु? त्यसलाई रोक्नुपर्ने कारण के छ यसमा? विरोध गर्नुपर्ने कारण के छ यसमा? गाई राष्ट्रिय जनावर हो भने My key priorities will be anti-corruption agendas, the agendas of Gen Z movement, service delivery, and physically different peoples like. मैले एउटा टिकटक हेर्थे क्या, तर टिकटक चाहिँ कसरी हेर्नुहुन्छ मलाई भनिदिनु पर्यो ल। रवि लामिछानेका भाँड, रवि लामिछानेका विषयमा रवि लामिछानेको गु खाने ती समर्थकहरूलाई नि गु खाओ तिमीहरूको बुद्धि कहिल्यै नआउने रहेछ भन्छु म। सबैभन्दा धेरै आमाहरूले आशीर्वाद दिएका छन्, नभुल्नु होला। बंद करो, हाथ जोड़ के मैं आपसे गुजारिश करता हूँ।